आज हाम्रो घरमा दादा आएको दिन नयाँ खानेकुरा किचनमा पाकिरहेको छ। म आज घरमा आएको दिन स्पेशल कुरा पकाउँदै छ। हाम्रो यो आलु के अरे आलु पकौडा बनाउने कार्यक्रम भइरहेछ। यस अन्तर्गत हाम्रो गोरी पौडेलले पनि हल्का हल्का सघाइ छ। अनि स्पेसल यो 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 कसरी बनाएको यो जति दिएर नि हुँदैन त्यो तरिकाले पकाएर यो रेडी भइसकेको छ। अब यसलाई हामी हाम्रो प्लेटमा राखेको। अब एकछिन गाइस अब आलु खोल्साउने कार्यक्रम भएछ। त्यसैमा हाल्नु अहिले त्यो छोड्यो त त्यसै हाल्नु। नुन नभए थप्ने यो चाखी चोबा हुन्छु। एकदम म त भाँडिसकिन्छु। के अलिअलि मिठो मसला हाल्ने होइन त्यो मसला छ त्यो कति हुन्छ कति हुन्छ आलु परोठा आलु दम। ल आजको हाम्रो भात खानी होइन, आज चाहिँ हामीले आलु दम यही आलु परोठा खानियो। ल यस्तो हुन्छ सट्ट। ल पाक्न लाह। हामी कतिजना हमारे खानी अगाडि गन्त कतिजना हमारे हामी 5 7 भनेपछि 7 चौको 28 वटा बन्नुपर्छ आलु। अलि झ्याप्प आलुको उस चाहिँ मजाले हाल्नु राम्रो सके प्रशस्तै छ। पिठोभन्दा आलु कम भयो के पिठो त भ्याइसकेको के हो के दुईटा तावा बसाला माने फटाफट गर्नलाई के रे आज भट्टी चलिरहेको छ। खै त दुईटा गोलाको कस्तो भयो ठिक छ अब पाके पनि होला। उताको ग्यासको भयो अब ढोका होला अब राखिदिए पाक्यो। यति त कस्तो नपाक्ला र होइन र आमा सक्यो भनेर भन ल आऊ सानो खाना आऊ। कसरी यो सानो परोठा पकाउने थाहा छ? छैन आमाले अहिले बनाएको कुन चाहिँ। ल हाम्रो रेसिपी यो पहिलो पार्टको रेसिपी हेरिसक्नुभयो होला। अब फेरि अर्को पार्ट आउँछ है। ल अब नेक्स्ट पार्टमा भेटौँला।